नमस्कार साथीहरू, पढाइ सेवाको अनलाइन कक्षामा तपाईहरुलाई स्वागत छ। नायक सेवाको दोस्रो पत्र अन्तर्गतको विषयमा सहजीकरण गर्नको लागि म उपस्थित भइसकेको छु र साथीहरू जोडिसक्नु भएको छ। केही साथीहरू जोडिने क्रम जारी छ। लेखिरहनु भएको छ, सर कसरी पढ्दा नाम निकाल्न सकिन्छ, कसरी पढ्दा नाम निकाल्न सकिन्छ भनिदिनु सर भन्नुभएको छ। अब धेरै पढ्नु पर्यो, कन्टेन्टहरु पढ्नु पर्यो हैन। पढ्ने प्याटर्न त अब आफ्नो आफ्नो हुन्छ। ल आज हामी सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा हामीले सुरु कक्षा गर्छौं र यो कक्षा चाहिँ नितान्त प्रश्नोत्तरमा आधारित हुनेछ। सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा आजको कक्षा चाहिँ केन्द्रित हुन्छ है त। आजको कक्षा यसमा केन्द्रित हुन्छ र यसमा सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा सार्वजनिक सेवा भनेको के हो, यसको अर्थ के हो, यसको अवधारणा के हो र सँगसँगै यसमा सेवा प्रवाह गर्ने माध्यमहरू के छन्, सेवाग्राहीका दायित्व, सेवा प्रदायकका दायित्व, सेवाग्राहीको अधिकारको विषयकोसँग सम्बन्धित रहेर यो टपिक चाहिँ तपाईहरुले हेर्नुपर्ने हुन्छ। र मुख्यतया सरकार र सरकारी निकायहरूले, सरकार र सरकारका निकायहरूले अथवा सरकार र सरकार बाहेकका क्षेत्रहरूले समेत जनतालाई आवश्यकता पर्ने निर्धारित सेवाहरू उपलब्ध गराउनु हैन, सेवा सुविधाहरू उपलब्ध गराउनले चाहिँ हामीले सार्वजनिक सेवा प्रवाहको बारेमा बुझ्छौं र यसको लागि एउटा प्रश्न बनाऊ, त्यसपछि फेरि हामी त्यसको उत्तर लेख्दै जाउँला है त। प्रश्न लेखौं। प्रश्न नम्बर 1, सार्वजनिक सेवाको अवधारणा र सार्वजनिक सेवाका कार्य प्रकृतिहरू उल्लेख गर्नुहोस्। कार्य प्रकृतिहरू उल्लेख गर्नुहोस्। ल यसरी यो प्रश्न आयो भने सार्वजनिक सेवा भनेको के हो र सँगसँगै सार्वजनिक सेवाको अवधारणा के हो र सार्वजनिक सेवामा के कस्ता सेवाहरू पर्छन्, यसका प्रकृतिहरू कस्तो हुन्छ त भन्ने सन्दर्भमा प्रश्न आयो भने चाहिँ कसरी समाधान गर्ने भनेर यो प्रश्नले मागेको छ र यसलाई चाहिँ हामीले लेख्दै जान्छौँ। साउन्ड आएको छैन भन्नुभएको छ। साउन्ड आएको छैन हो, आएको हुनुपर्ने हो। साउन्ड त ठिकै छ जस्तो लाग्छ। ल अब यसलाई हामीले लेख्दाखेरि प्रश्न नम्बर 1 समाधान भनेर सुरु गर्नु पर्यो। प्रश्न नम्बर 1 समाधान भनेर सुरु गर्नु पर्यो र त्यसपछि सार्वजनिक सेवाको अवधारणा भनेर जानु पर्यो है। सार्वजनिक सेवाको अवधारणा, यसलाई टपिक दिउँ हैन। सार्वजनिक सेवाको अवधारणा भनेर टपिक दिउँ, त्यसपछि बल्ल हामीले लेख्न सुरु गरौँ हैन। र अब यसलाई लेख्दाखेरि क्लियर आएको छ भन्नुभएको छ। ठीक छ। सरकार र सरकार बाहेकका निकायहरूबाट निशुल्क वा सशुल्क हैन, सरकार र सरकार बाहेकका निकायहरूबाट निशुल्क वा सशुल्क आम जनतालाई हैन, यो जनतालाई प्रवाह गर्ने किसिमको सेवा हो। त्यसैले यसलाई चाहिँ आम जनतालाई प्रवाह गरिने सेवालाई, आम जनतालाई प्रवाह गरिने सेवालाई सार्वजनिक सेवा भनिन्छ। सार्वजनिक सेवा भनिन्छ। सार्वजनिक सेवा प्रवाह गर्नु, सार्वजनिक सेवा प्रवाह गर्नु जनताको अधिकारको विषय हो भने राज्यको दायित्वको विषय हो भनेर भन्न सक्नुहुन्छ हैन, अथवा कर्तव्यको विषय हो भनेर भन्नु पर्यो। यसलाई सामान्य अर्थमा बुझ्दाखेरि सशुल्क वा निशुल्क रूपमा प्राप्त हुन सक्छ र यो चाहिँ राज्यको दायित्वको विषय पनि हो भनेर बुझ्नु पर्यो हैन। सँगसँगै आम जनताले
आम जनताले निस्वार्थ रूपमा कर तिर्दछन् भने राज्यले शान्ति सुरक्षा अमन चयन विकास र सेवा प्रवाह मार्फत जनताका अधिकार सम्बोधन गर्ने गर्दछ। जनताका अधिकार सम्बोधन गर्ने गर्दछ हैन। ल यति भनिसकेपछि यसलाई थोरै यसको ब्याकग्राउन्ड चाहिँ यहाँनिर आउँछ है। त्यसपछि सन् 1980 को दशकमा सार्वजनिक सेवालाई सरल नागरिक मैत्री र छिटो छरितो बनाउन सार्वजनिक सेवा प्रवाहमा प्रशासनिक जटिलताको समाधान गर्न सार्वजनिक सेवा प्रवाहको अवधारणा आएको हो भनेर भन्नु पर्यो। त्यसपछि सन् 1980 को दशक सँगसँगै नेक्स्ट स्टेप एजेन्सी आयो र तत्पश्चात हैन नेक्स्ट स्टेप एजेन्सी आयो सन् 1982 मा। सन् 1982 को मार्गरेट थ्याचरले ल्याएको नेक्स्ट स्टेप एजेन्सीबाट सेवा प्रवाहलाई सुधार गरिनुपर्छ भन्ने मान्यताको विकास भएको देखिन्छ भनेर यो नेक्स्ट स्टेप एजेन्सीलाई पनि एउटा कुरा राख्नु पर्यो। सेवालाई प्रवाह गर्ने सेवा प्रवाह भयो। सार्वजनिक सेवालाई प्रवाह गरिसकेपछि सेवा प्रवाह भइहाल्यो हैन। त्यसपछि सन् 1991 मा जोन मेजरले नागरिक बडापत्रको अवधारणा ल्याए। विक्रम सम्वत 2056 सालमा नेपालमा निमुखालाई न्याय विपन्नलाई आय नामक कार्यक्रम ल्याई सार्वजनिक बडापत्रको सुरुवात गरियो।
हाल नेपालमा व्यक्तिगत घटना दर्ता नागरिकता लाल पूर्जा सवारी चालक अनुमति पत्र सवारी चालक अनुमति पत्र राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवाहरू प्रदान गरिन्छ र अब कस्ता प्रकृतिका सेवाहरू प्रदान गरिन्छ त भन्ने सन्दर्भमा सार्वजनिक सेवाहरू कस्ता छन् त भनेर हेर्दाखेरि नेपालमा नागरिकका लागि प्रदान गरिने सार्वजनिक सेवाहरू देहायका सार्वजनिक सेवाहरू देहायको प्रकृतिका रहेको पाइन्छ अनि त्यसपछि क्रमशः 1 2 3 गर्दै लेख्दै जान सकिन्छ कस्तो किसिमको सेवा छ भनेर हैन। एउटा हुन्छ बाध्यकारी सेवा जस्तै शान्ति सुरक्षा अमन चयन दोस्रो यो भयो हाम्रो बाध्यकारी सेवा जसलाई हामीले आधारभूत सेवा पनि भन्न सक्छौं हैन। त्यस्तै गरेर अत्यावश्यक सेवा हैन जस्तै यो प्राकृतिक विपद आउँदाखेरि हैन आगो लागि आउँदाखेरि गरिने राहत उद्धारका कुराहरू हैन। प्राकृतिक प्रकोपमा उद्धार आगलागी नियन्त्रण दमकल सेवा यसभित्र अब यो प्राकृतिक प्रकोपभित्र फेरि तपाईहरुले राहत उद्धार सबै कुराहरू यसभित्र तपाईहरुले राख्न सक्नुहुन्छ। खाद्यान्नको उपलब्धता भोकमरी नियन्त्रण आदि भनेर भन्न सक्नुहुन्छ। तेस्रो पोइन्ट र यो बाध्यकारी सेवा पनि भयो हैन। त्यसपछि अत्यावश्यक सेवा पनि भयो र अर्को हुन्छ पूर्वाधार सम्बन्धी सेवाहरू जस्तै हैन पूर्वाधारभित्र तपाईहरुको सामाजिक पूर्वाधार पनि हुने भयो भौतिक पूर्वाधार पनि हुने भयो है। त्यो भएको भएर मुख्यतया यसमा चाहिँ भौतिक पूर्वाधारलाई लेखौं सडक यातायात विमानस्थल पुल भवन संरचना निर्माण आदि भनेर भन्न सक्छौं। त्यस्तै गरेर चौथो नम्बरमा सामाजिक सेवाहरू जस्तै शिक्षा स्वास्थ्य खानेपानी
सरसफाइ, ढल निकास आदि। यिनी के हुने भयो? सामाजिक सेवाभित्र पर्ने विषयहरू चाहिँ यिनीहरू हुने भयो हैन। अर्को चाहिँ 5औं नम्बरमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बैंक तथा वित्तीय संस्था सम्बन्धी कार्य हैन, अथवा बैंक तथा वित्तीय संस्था सम्बन्धी कार्य जस्तै भनेर लेख्नु पर्यो। जस्तै बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, नियमन र नियन्त्रण हैन। यो भनेको हाम्रो वित्तीय कार्यभित्र त्यसलाई चाहिँ हामीले राख्ने भयो हैन। त्यस्तै गरेर कल्याणकारी सेवाहरू हैन। यसभित्र खास गरी पिछडिएको वर्ग क्षेत्र र समुदायका मानिसहरूलाई, का समुदायहरूलाई अथवा कमजोर मानिसहरूलाई चाहिँ उपलब्ध गराउनु पर्ने सेवाहरू हैन। जस्तै बाल मन्दिर, वृद्धाश्रम, परोपकार केन्द्र, बाल मन्दिर, वृद्धाश्रम, परोपकार केन्द्र आदि भनेर राख्न सकियो। अरू पनि यसभित्र पर्ने भए कमजोर मानिसहरूलाई दिने खालको सेवाहरू है। अर्को पोइन्ट सामाजिक सुरक्षा सम्बन्धी सेवा। जस्तै हैन, सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई चाहिँ फेरि हामीले यो सामाजिक सुरक्षा सम्बन्धी सेवाभित्र समेट्न सक्छौँ। र यसभित्र हामीले हेर्ने भनेको विभिन्न कार्यक्रमहरू हैन। बेरोजगार भत्ता अथवा वृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता हैन, बिमाका कार्यक्रमहरू हैन, बेरोजगारलाई सुविधा आदि। यी के हुने भयो त? सामाजिक सुरक्षा सम्बन्धी कार्यहरू भनेर राख्न सक्छौँ हैन। यस्तो खालका सेवाहरू पनि सार्वजनिक सेवाभित्रै पर्छन् भनेर राख्न सक्छौँ हैन। अर्को चाहिँ सूचना प्रविधिजन्य सेवाहरू। जस्तै सूचना प्रविधिजन्य सेवाहरू जस्तै इमेल, फ्याक्स, सामाजिक सञ्जालबाट सूचना, विद्युतीय सेवा, ऑनलाइन सर्विसेस, सिस्टम बेस्ड सर्विस, ऑफिस ऑटोमेशन सिस्टम, आदि भनेर भन्न सक्छौँ सूचना प्रविधि भन्ने सेवाको रूपमा है। सूचना प्रविधि मतलब हामी धेरै कुराहरू राख्न सक्नुहुन्छ हैन। अर्को हुन्छ मनोरञ्जनात्मक, 9औं नम्बरमा खेलकुद तथा मनोरञ्जनात्मक
मनोरञ्जनात्मक सेवाहरू हैन खेलकुद तथा मनोरञ्जनात्मक सेवाहरूभित्र पार्क, खुला मैदान हैन पार्क पनि हुने भयो र खुला मैदानहरू भयो, स्टेडियमहरू पनि चाहिन सक्छ हैन स्टेडियमहरू पनि चाहिन सक्छ, रङ्गशाला, नाट्यशाला, पर्यटकीय गतिविधि, पर्यटकीय स्थलको निर्माण आदि भनेर लेख्नु पर्यो हैन। अरू पनि हुन सक्छन् खेलकुद तथा मनोरञ्जनभित्र हेरियो भने है। र त्यस्तै गरेर परामर्श तथा प्रशिक्षण सेवा हुन सक्छ। परामर्श तथा प्रशिक्षण सेवा, प्रशिक्षण सेवाहरू तालिम, सिप विकास हैन तालिम, सिप विकास, मनोसामाजिक परामर्श आदि यस्तो खालको सेवाहरू पनि हुन सक्छन्। र यस्तै गरेर अर्को पोइन्ट अध्ययन तथा अनुसन्धान सम्बन्धी सेवाहरू जस्तै हैन अध्ययन तथा अनुसन्धान सम्बन्धी सेवाहरू जस्तै रिसर्च हैन अनुसन्धान, शैक्षिक कार्यक्रमहरू, आदि भनेर राख्न सकिन्छ। ल मुख्यतया यस्तो हाम्रो यो चाहिँ प्रकृति हो भनेर यी कुराहरूलाई चाहिँ तपाईँहरूले राख्न सक्नुहुन्छ, यति विषयलाई चाहिँ राख्न सक्नुहुन्छ। र त्यसपछि यसलाई निष्कर्ष लेख्दाखेरि जनतालाई आधारभूत अत्यावश्यक कल्याणकारी सामाजिक सुरक्षा जन्य र सूचना प्रविधि जन्य सेवाहरू प्रदान गर्नु पर्दछ भनेर यो ढङ्गले चाहिँ तपाईँहरूले यो प्रश्नलाई समाधान गर्नुपर्ने हुन्छ। सारिसक्नुभयो यहाँसम्म? सारिसक्नुभयो? ल यहाँसम्म सारिसक्नुहोस् त, त्यसपछि बल्ल अर्को विषयमा जाउँला। सारिसक्नुभयो भने भन्नुहोस् है त। ल केही साथीहरूले सारिसक्नु भएको छ, यस भनेर लेख्नुभयो। र यसमा यस्तो खालको तपाईँहरूले सार्वजनिक सेवाका विशेषताहरू भन्यो भने पनि यी कुराहरूलाई नै मिलाएर लेख्न सक्नुहुन्छ। उद्देश्य भन्यो भने पनि यो ढङ्गले यिनीहरूलाई मिलाएरै लेख्न सक्ने अवस्था हो। र त्यस्तै गरेर हाम्रो प्रश्नले दिएको थियो, प्रश्नले मागेको हाम्रो सिलेबसमा पनि अलिकति हामी फोकस भएका हौँ। र यसमा हामीले हेर्दाखेरि हाम्रो प्रश्न थियो सार्वजनिक सेवाको अवधारणा र सार्वजनिक सेवाको कस्तो प्रकृति हुन्छ, सार्वजनिक सेवाका प्रकृति लेख्नुहोस् भनेको छ। सर निष्कर्ष अनिवार्य लेख्नुपर्छ। 5 नम्बरलाई एक लाइनमा एक वाक्यमा भए पनि लेख्नु पर्यो। 10 नम्बरको प्रश्न भयो भने त फेरि अझ धेरै लेख्नु पर्यो। 10 नम्बरको प्रश्न भयो भने अझ धेरै लेख्नु पर्यो। यसलाई 5 नम्बरको लागि हामीले टार्गेट गरेको हो, तथापि 5 नम्बरलाई भन्दा अलि बढी लेखेका छौँ। 5 नम्बरलाई भन्दा अलि बढी हुने गरी लेखेका छौँ। तपाईँहरूको कापीमा झन्डै 2 पेज जस्तो चाहिँ यो भइसकेको छ हैन। 1.5 पेज जतिमा 5 नम्बरको प्रश्नलाई सकाउने हाम्रो लक्ष्य चाहिँ रहन्छ। र यसमा हामीले के भनेको छ भन्दाखेरि सरकार र सरकार बाहेकका निकायहरू भएको छ।
हैन सरकार पनि भयो र सरकार बाहेकका भनेको नन स्टेट एक्टरहरू खास गरी निजी क्षेत्र विभिन्न सङ्घ संस्थाहरू सामुदायिक क्षेत्र आदिबाट निशुल्क वा सशुल्क निशुल्क पनि हुन सक्छ केही शुल्क लिएर पनि हुन सक्छ आम जनतालाई प्रवाह गरिने सेवालाई हामीले सार्वजनिक सेवा भन्छौँ अथवा आम जनतालाई उपलब्ध गराइने सेवालाई सार्वजनिक सेवा भनिन्छ भनेर बुझ्नु पर्यो सार्वजनिक सेवा प्रवाह गर्न जनताको अधिकार हो हैन सार्वजनिक सेवा प्राप्त गर्नु अथवा सार्वजनिक सेवा प्रवाह गर्न अथवा प्राप्त गर्नु भनेर भन्न सक्छौँ हामीले सार्वजनिक सेवा प्राप्त गर्नु जनताको अधिकार विषय हो भने राज्यको दायित्वको विषय हो हैन राज्यको दायित्व त्यस्तो खालको सेवा प्रवाह गर्नु चाहिँ राज्यको दायित्वका रूपमा रहेको हुन्छ भनेर बुझ्नु पर्यो र यो चाहिँ आम जनताले निस्वार्थ रूपमा कर तिर्दछन् भने हैन राज्यको लागि कर तिर्छन् भने राज्यले चाहिँ शान्ति सुरक्षा अमन चयन विकास र सेवा प्रवाह मार्फत जनताका अधिकार चाहिँ सम्बोधन गरिनुपर्छ भन्ने मान्यता सार्वजनिक सेवा प्रणालीले राख्छ अर्थात् जनताले तिरेको करबाट राज्यले आफ्ना शासकीय गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्दाखेरि जनतालाई पनि त्यस्तो शासकीय गतिविधि सँगसँगै विकास र सेवा प्रवाह विकासात्मक सेवाहरू हैन प्रशासनिक सेवाहरू चाहिँ उपलब्ध गराउनुपर्छ भनेर भन्छ र यसको अवधारणाभित्र हामीले हेर्ने भने सन् 1980 को दशकमै सार्वजनिक सेवालाई नागरिक मैत्री बनाउने छिटो छरितो बनाउने र सार्वजनिक सेवा प्रवाह गर्दाखेरि हुन सक्ने सम्भावित प्रशासनिक जटिलताहरूलाई अन्त्य गर्ने लैजाने त्यसलाई सम्बोधन गर्दै लैजाने भनेर सार्वजनिक सेवाको अवधारणाको विकास भएको देख्छौँ र त्यसपछि सन् 1982 मा मार्गरेट थ्याचरले चाहिँ नेक्स्ट स्टेप एजेन्सी ल्याए नेक्स्ट स्टेप एजेन्सी आयो र यसले चाहिँ प्रशासनमा व्यापक कटौती गरेको छ कर्मचारीहरूको व्यापक कटौती गरिनुपर्छ सार्वजनिक सेवालाई एकदम प्रभावकारी र नतिजामुखी बनाउनुपर्छ रिजल्ट ओरिएन्टेड बनाइनुपर्छ डिसेन्ट्रलाइज बनाइनुपर्छ कम्युनिटी सेन्ट्रिक हुनुपर्छ हैन समुदायमा आधारित हुनुपर्छ भन्ने खालको मान्यता चाहिँ यो सन् 1982 को नेक्स्ट स्टेप एजेन्सीले राख्यो र त्यसपछि बल्ल सन् 1991 मा नागरिक बडापत्र आयो भने 2056 सालमा बल्ल नेपालमा निमुखालाई न्याय विपन्नलाई आय नामको कार्यक्रम ल्याएर सार्वजनिक सेवालाई अथवा सार्वजनिक सेवा बडापत्रलाई चाहिँ सुरुवात गरेको देखिन्छ र अहिले चाहिँ नेपालमा भनेको व्यक्तिगत घटना दर्ता गर्ने हैन जन्म मृत्यु बसाइ सराईका घटनाहरू त्यस्तै गरेर नागरिकता लाल पूर्जा हैन सवारी चालक अनुमति पत्र राहदानी राष्ट्रिय परिचय पत्र सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरू विभिन्न कार्यक्रमहरू चाहिँ सरकारले प्रदान गर्दै आएको छ भनेर भन्न सकिन्छ सर क्लासको भिडियो रेकर्डिङ भएको छ कि नै भन्नुभएको छ भइरहेको छ पछि हेर्नु होला तपाईँहरूले र यसपछि नेपालमा नागरिकका लागि प्रदान गरिने सेवाका प्रकृतिहरू चाहिँ देहाय बमोजिम छन् भनेर यस्तो खालको सेवाको प्रकृति चाहिँ हामीले क्लासिफाइड गर्न सक्छौँ र मुख्य भनेको चाहिँ बाध्यकारी सेवा अथवा यो चाहिँ आधारभूत सेवाको रूपमा रहन्छ यो चाहिँ जुन राज्यलाई प्रदान गर्नुपर्ने अनिवार्य दायित्वको विषयको रूपमा यो सेवा चाहिँ रहेको हुन्छ र यसलाई चाहिँ हामीले बाध्यकारी सेवाको रूपमा हेर्छौँ खास गरी शान्ति सुरक्षाका विषयहरू अमन चयनका विषयहरूलाई चाहिँ हामीले बाध्यकारी सेवाको रूपमा लिन्छौँ हैन यो चाहिँ दैनिक रूपमा गरिनुपर्छ प्रत्येक नागरिकको जीव धन र सम्पत्तिको चाहिँ संरक्षण र सुरक्षा गरिनुपर्ने भएको भएर यो बाध्यकारी सेवा चाहिँ अनिवार्य रूपमा प्रवाह गरिनुपर्छ आधारभूत सेवाको रूपमा रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ र त्यसपछि आउँछ अत्यावश्यक सेवा हैन र अत्यावश्यक सेवामा खास गरी प्राकृतिक प्रकोपमा उद्धार गर्ने आगलागी नियन्त्रण गर्ने दमकल सेवाहरू खाद्यान्न उपलब्ध गराउने भोकमरी नियन्त्रण गर्ने जस्ता कुराहरू खास गरी सङ्कट र विपदमा हैन विपद र सङ्कटको अवस्थामा नागरिकको जीव धनको स्वतन्त्रताको संरक्षण गर्ने नागरिकको सम्पत्तिको संरक्षण गर्ने सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जस्ता विषयहरूको सम्बन्धमा चाहिँ अत्यावश्यक सेवाले समेट्दछ भनेर भन्नुपर्ने हुन्छ र त्यसपछि आउँछ भौतिक पूर्वाधार गर्ने सेवाहरू भौतिक पूर्वाधार गर्ने सेवाहरूभित्र सडक बनाउनु पर्यो हैन सडकमा हिँड्ने यातायात सवारी साधनहरू बनाउनु पर्यो हैन भनेका छन् त सर किताबमा सरकारी निकायहरूको मात्रै होइन हैन यो सार्वजनिक सेवा सरकारी निकाय सरकारी कार्यालयले मात्र प्रवाह गर्दैन विभिन्न गैर सरकारी सङ्घ संस्थाहरू निजी क्षेत्रले उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था सम्बन्धी सेवाहरू पनि सार्वजनिक सेवा हुन् र सामुदायिक अथवा समाजमा भएका समाजका मानिसहरूले प्रदान गर्ने सेवा पनि सामुदायिक सेवा हो भनेर बुझ्नु पर्यो सरकारी सेवालाई अलिक ब्रोड कन्सेप्टमा बुझ्नु पर्यो सार्वजनिक सेवालाई है सरकारी कार्यालयले मात्रै प्रदान गर्ने सेवा सार्वजनिक सेवा होइन भनेर चाहिँ त्यो कन्सेप्ट क्लियर हुनु होला र यसमा चाहिँ यो पूर्वाधारभित्रका कुराहरूमा भवन संरचनाहरू विमानस्थलहरूका कुराहरूमा हेर्ने भयो र सँगसँगै सामाजिक सेवाहरूभित्र खास गरी शिक्षा स्वास्थ्य खानेपानी सरसफाइ ढल निकास जस्ता सामाजिक पूर्वाधार गर्ने विषयहरू शिक्षा स्वास्थ्य जस्ता सेवाहरूलाई चाहिँ यसमा हामीले समावेश गर्न सक्छौँ र गर्नुपर्दछ भन्ने खालको कुरा चाहिँ यसमा राख्न सकिन्छ त्यस्तै गरेर बैंक तथा वित्तीय संस्था सम्बन्धी कार्यमा बैंक तथा वित्तीय संस्थाको स्थापना विभिन्न क ख ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूको स्थापना गर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन र नियमन पनि गर्नु पर्यो त्यो पनि के हो त सरकारकै काम हो सार्वजनिक काम हो भनेर बुझ्नु पर्यो त्यस्तै गरेर कल्याणकारी सेवाहरू हुन्छन् जसमा बाल मन्दिरहरू वृद्धावस्थाका कुराहरूलाई वृद्ध आश्रम हैन एकल के अरे परोपकार केन्द्रहरू हैन विभिन्न किसिमका कल्याणकारी कार्यक्रमहरू चाहिँ यसभित्र हामीले समावेश गर्नुपर्ने हुन्छ यो कल्याणकारी सेवाभित्र हैन पुनर्स्थापन केन्द्र परोपकार केन्द्र बाल गृह सुधार गृह जस्ता कुराहरू यसमा राख्न सक्छौँ त्यस्तै गरेर सामाजिक सुरक्षा सम्बन्धी सेवाहरूमा विभिन्न किसिमका भत्ताहरू हैन विभिन्न किसिमका जस्तो
ज्येष्ठ नागरिकका भत्ताका कुराहरू यसमा राख्न सक्छौँ हैन र लोकप्रमुख समुदायलाई दिने भत्ताका कुराहरू यसमा आउन सक्छन् एकल महिला अपाङ्ग भत्ता बीमाका कार्यक्रमहरू बेरोजगारीहरूलाई सुविधा दिने कार्यक्रमहरू जस्ता सबै किसिमका सामाजिक सुरक्षाका कार्यक्रमहरू स्वास्थ्यजन्य जोखिमलाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू सामाजिक सुरक्षा सम्बन्धी विषयहरूभित्र पर्दछन् भनेर बुझ्नु पर्यो र अर्को हुन्छ सूचना प्रविधिजन्य सेवाहरू जसमा इमेल इन्टरनेट फ्याक्स कम्प्युटरजन्य यन्त्र उपकरणहरूको प्रयोग गरेर गरिने खालका सामाजिक सञ्जालबाट सूचना प्रवाह गरेर सेवा प्रदान गर्ने खालका विद्युतीय सरकारलाई प्रवर्धन गर्ने किसिमको त्यस्तै गरेर अनलाइन सर्भिस सिस्टम बेस्ड सर्भिस अफिस अटोमेसन सिस्टम जस्ता विषयहरू चाहिँ यसमा पर्दछन् यसबाट सम्बोधन गर्न सकिन्छ भनेर हेर्नुपर्ने हुन्छ यति विषयहरूको सम्बन्धमा जुन चाहिँ सूचना प्रविधि यन्त्र उपकरण कम्प्युटरहरूको प्रयोग गरेर प्रवाह गरिने किसिमको सेवालाई यसमा जोड्ने हो र त्यसपछि आउँछ खेलकुद तथा मनोरञ्जनात्मक सेवाहरू हैन जसमा पार्क खुला मैदान हैन पार्क खुला मैदान रङ्गशाला नाट्यशाला पर्यटकीय स्थलको निर्माण जस्ता विषयहरू फेरि यसभित्र पर्दछन् खास गरी खेलकुद र मनोरञ्जनात्मक सेवाका कुराहरू पार्क खुला मैदान हैन नाट्यशाला रङ्गशाला हैन क्रिकेट फुटबल जस्ता खेलहरू पनि राख्नु पर्यो मनोरञ्जनका लागि विभिन्न किसिमका कोर्टहरू हैन भलिबल कोर्ट फुटबल के अरे ब्याडमिन्टन कोर्टहरू पनि बनाउनु पर्यो त्यस्तो खालको संरचनाहरू फेरि हामीले खेलकुद र मनोरञ्जनात्मक भन्छौँ र सँगसँगै मनोरञ्जन लिनको लागि मानिसहरू घुम्ने डुल्ने भएको भएर पर्यटकीय स्थलहरू होमस्टेहरू हैन त्यस्ता खालका पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्ने र पर्यटकीय हस्पिटालिटीका सेवाहरू पर्यटकीय सेवाहरू पनि यसभित्र हेर्न सकिन्छ र अर्को हुन्छ परामर्श तथा प्रशिक्षण गर्ने सेवाहरू जसमा तालिम सिप विकास मनोसामाजिक परामर्श जस्ता विषयहरू हैन विभिन्न किसिमका सिप विकासका कार्यक्रमहरू यसभित्र पर्छन् र त्यस्तै गरेर अन्तिमतिर चाहिँ अध्ययन तथा अनुसन्धान सम्बन्धी सेवाहरू रिसर्च गर्ने अनुसन्धान गर्ने शैक्षिक अनुसन्धानका कार्यक्रमहरू विद्यालय विश्वविद्यालयका पाठ्यक्रममा आधारित गरेर गरिने कार्यक्रमहरू चाहिँ यसभित्र पर्छन् त्यस्तै गरेर निष्कर्ष लेख्दाखेरि जनतालाई आधारभूत अत्यावश्यक कल्याणकारी सामाजिक र सामाजिक सुरक्षा जन्य र सूचना प्रविजन्य सेवाहरू चाहिँ प्रदान गर्नुपर्दछ भनेर बिट मारेको 5 नम्बरको प्रश्नलाई हामीले एक वाक्यमा बिट मारेको मात्रै हो 10 नम्बरमा भएको भए चाहिँ यसमा अलि धेरै विषयहरू लेख्नुपर्ने हुन्थ्यो यहाँसम्म क्लियर हो यहाँसम्म बुझ्नुभयो ल यहाँसम्म बुझ्नुभयो भने हामी अर्को प्रश्नमा जान्छौँ ल अर्को प्रश्न लेखौँ प्रश्न नम्बर 2 प्रश्न नम्बर 2 प्रश्न नम्बर 2 लेखौँ सार्वजनिक प्रश्न नम्बर 2 सार्वजनिक सेवा प्रदायकको सार्वजनिक सेवा प्रदायकको भूमिका र सेवाग्राहीको अधिकारका विषयहरू उल्लेख गर्नुहोस् भनेर यो ढङ्गले चाहिँ प्रश्न आउन सक्छ 5 नम्बरकै प्रश्न हो तर मैले यसलाई अलि लामो हुने गरी लेखाइदिन्छु उत्तर लेख्दाखेरि प्रश्न नम्बर 2 समाधान भनेर लेख्न सुरु गर्ने प्रश्न नम्बर 2 समाधान भनेर लेख्ने त्यसपछि सुरुमा सेवा प्रदायकको भूमिका भनेर लेख्नु पर्यो सेवा प्रदायकको भूमिका भनेर शीर्षक दिनु पर्यो सबैभन्दा पहिला हामीलाई प्रश्नले के भने तपाईहरुको सिलेबसमा पनि यो खालको कुराहरू छ सार्वजनिक सेवाका प्रकार भन्यो भने पनि यही हुन्छ सर भन्नुभएको छ अघि मैले लेखाएको कुरा हो हैन अघि मैले लेखाकै कुरा चाहिँ यो सार्वजनिक सेवाका प्रकारहरूको सम्बन्धमा पनि मिल्छ भनेर बुझ्नु पर्यो है त ल अब हामीले सबैभन्दा पहिला चाहिँ सरकार र सरकार बाहेकका निकायहरूबाट सशुल्क वा निशुल्क रूपमा नागरिकलाई उपलब्ध गराउने सेवालाई उपलब्ध गराइने सेवालाई सार्वजनिक सेवा भनिन्छ एक लाइनमा हामीले यसो लेख्नु पर्यो र सार्वजनिक
सेवामा सार्वजनिक सेवामा सेवा प्रदायकको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। भनेर लेख्नु पर्यो। त्यसपछि बल्ल 1 2 3 गर्दै क ख ग घ गर्दै 1 2 3 गर्दै हामीले लेख्दै जान सक्छौँ। पहिला सार्वजनिक सेवा भनेको के हो, त्यसपछि यसलाई चाहिँ हामीले सार्वजनिक सेवा प्रदायकको भूमिका भनेर लेख्नु पर्यो। माध्यम पनि यही हो भन्नुभएको छ। माध्यम एउटै होइन, माध्यम फरक हुन्छ। माध्यमको विषयमा अहिले एकछिनमा हामीले चर्चा गरौँला। अहिले चाहिँ हामीले भूमिकाको विषयमा मात्रै चर्चा गर्छौँ। सरकारको प्रतिनिधिका रूपमा जनतालाई नागरिक सेवा उपलब्ध गराउने भनेर एउटा पोइन्ट चाहिँ यस्तो खालको हुनु पर्यो। मुख्यतः के हो त, सेवा नै उपलब्ध गराउने नै दायित्व के हो त, सेवा प्रदायकको हो। त्यसै कारणले गर्दाखेरि यो सेवा प्रदाय गर्ने कुरा चाहिँ यसमा हुनु पर्यो हैन। दोस्रो पोइन्ट, सार्वजनिक कानुन नीति कार्यक्रम आदिका आधारमा सेवा प्रवाह गर्ने भनेर दोस्रो पोइन्टको रूपमा खास गरी कानुनका विषयहरूलाई, नीतिका विषयहरूमा चाहिँ केन्द्रित भएर यो पोइन्ट चाहिँ हामीले हेर्न सक्छौँ। अर्को पोइन्ट, राज्य र जनताबीच सेवा प्रवाहबाट सम्बन्ध सेतुको रूपमा कार्य गर्ने। सम्बन्ध सेतुको रूपमा किन भन्दाखेरि राज्यको निकायको रूपमा, प्रतिनिधिको रूपमा पनि यो सेवा प्रदायकहरू रहन्छन् र सँगसँगै यो सेवाग्राहीलाई पनि यिनीहरूले जोड्ने भएको भएर सम्बन्ध सेतुको रूपमा भनेर भन्न सक्ने भयो हैन। त्यस्तै गरेर चौथो पोइन्टमा सरकारी स्रोत साधनको प्राप्ति, उपयोग र वितरण गर्ने हैन। कानुन बमोजिम प्राप्ति पनि गर्नु पर्यो, त्यसपछि आफूले उपयोग गर्नु पर्यो र जनतालाई पुर्याउनु पर्ने सेवाको सन्दर्भमा उनीहरूलाई वितरण पनि गर्दै लैजानु पर्यो। पाँचौं पोइन्ट, जनताको भोइस, चोइस एन्ड राइट्सलाई सम्बोधन गर्ने। जनताको भोइस, चोइस र राइट्सलाई सम्बोधन गर्ने भनेर भन्न सक्ने भयो हैन। यो भनेको जनताको भोइस, चोइस एन्ड राइट्स, जनताका आवाजहरू के छन्, छनौटहरू के छनौट गरिरहेका छन् जनताहरूले हैन, र यो राइट्सहरू, अधिकारहरू के खोजिरहेका छन् भन्ने कुरा पनि यहाँनिर हेर्नु पर्यो हैन। अर्को पोइन्ट, सामाजिक न्याय समानता, समता आदिका आधारमा कानुन बमोजिम सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने। यहाँसम्म के भयो, सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि कानुन बमोजिम भत्ता दिनुपर्नेलाई भत्ता दिनु पर्यो हैन।
यस्तो खालको कुराहरू पनि गर्नु पर्यो। त्यस्तै गरेर भौतिक तथा सामाजिक पूर्वाधारको विकास गर्ने। अर्को पोइन्ट 8औं पोइन्ट जनताको राजनीतिक तथा सेवाजन्य अभिलाषालाई कार्यान्वयन गर्ने हैन, जुन चाहिँ राजनीतिक रूपमा प्रकट गरिएको हुन सक्छ अथवा यो सेवाजन्य अभिलाषा पनि हुन सक्छ, त्यसलाई पनि सम्बोधन गर्दै जानु पर्यो हैन। अर्को पोइन्ट दैनिक प्रशासन सञ्चालन गर्ने। अर्को पोइन्ट शान्ति सुरक्षा अमन चयन सार्वजनिक वित्त र कूटनीति सम्बन्धी कार्य गर्ने। अर्को पोइन्ट फर्स्ट सर्भिस फिफो जस्ता विधिहरूको अवलम्बन गरी सेवा प्रवाह गर्ने। अर्को पोइन्ट जनतासँग ज्ञान सिप सूचना बाँड्ने। ज्ञान सिप र सूचना पनि जनतालाई प्रवाह गर्नु पर्यो, आफूले जानिदिएको कुरा पनि भनिदिनु पर्यो हैन। अर्को पोइन्ट सेवा प्रवाहका लागि कार्य वातावरण निर्माण गर्ने। ल यति कुराहरू चाहिँ सेवा प्रदायकको भूमिकाभित्र हामीले जान्नुपर्ने हुन्छ। र यसपछि हाम्रो प्रश्नले जोडेको छ सेवा प्रवाहमा सेवाग्राहीको अधिकार के हुन्छ भनेर हैन। अब यसपछि हामी सेवा प्रवाहमा सेवाग्राहीको अधिकारतर्फ जाउँ। सार्वजनिक सेवाको प्राप्तिको दृष्टिकोणबाट सेवाग्राहीका अधिकारलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। हैन, यो ढङ्गले जानु पर्यो र यसरी फेरि क्रमशः 1 2 3 गर्दै लेख्न पनि पर्यो। यसरी यो के छ त सेवाग्राहीको अधिकार भन्ने कुरा पनि जान्नु पर्यो हैन, र पोइन्ट वाइज लेख्दै पनि जानु पर्यो। पहिलो पोइन्ट सूचनाको हक सम्बन्धी अधिकार। सूचना माग्ने र पाउने हक हुने। पोइन्ट नम्बर 1 मा हैन।
पोइन्ट नम्बर 2 यो चाहिँ महत्त्वपूर्ण अधिकारको रूपमा रहन्छ। त्यस्तै गरेर पोइन्ट नम्बर 2 मा मौलिक हक प्राप्तिको अधिकार, मौलिक हक प्राप्तिको अधिकार। यसलाई लेख्दाखेरि मौलिक हक प्राप्तिको अधिकार लेख्दाखेरि संवैधानिक तथा कानुनी व्यवस्था अनुसार मौलिक हक प्राप्त गर्ने मौलिक हक प्राप्त गर्ने र प्राप्त नभएमा संवैधानिक उपचारको हक प्रयोग गर्ने यस्तो खालको अधिकार पनि रहेको हुन्छ भनेर बुझ्नु पर्यो। यो ढङ्गले यस्तो खालको अधिकार पनि रहेको हुन्छ भनेर बुझ्नु पर्यो। अर्को पोइन्ट गुणस्तरीय सेवा प्राप्तिको अधिकार। गुणस्तरीय सेवा प्राप्तिको अधिकार। गुणस्तरीय सेवा प्राप्तिको अधिकार तोकिएको परिमाण र गुणस्तरमा सेवा प्राप्त गर्ने नागरिक अधिकार रहन्छ। सेवा प्राप्त गर्ने नागरिक अधिकार सेवाग्राहीमा निहित रहेको हुन्छ भनेर भन्न सक्ने भयो। चौथो पोइन्ट यहाँसम्म हामी गुणस्तरीय सेवा प्राप्तिको अधिकारसम्म आयौँ र त्यसपछि राज्यबाट सेवा सुविधा पाउने अधिकार। राज्यबाट सेवा सुविधा पाउने अधिकार। राज्यबाट सेवा सुविधा पाउने अधिकार। यसलाई लेख्दाखेरि प्रत्येक नागरिकलाई सार्वजनिक सेवाको रूपमा राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउने अधिकार हुन्छ हैन। पाँचौं पोइन्टमा अब यसको लागि निश्चित शुल्कहरू तोकिन सक्छ। त्यसैले सशुल्क वा निशुल्क सेवा पाउने अधिकार हैन। यसलाई लेख्दाखेरि तोकिएको दस्तुर शुल्क तिरेपछि वा सेवाको प्रकृति अनुसार निशुल्क रूपमा समेत सेवा प्राप्ति गर्ने अधिकार रहन्छ भनेर भन्न सकियो। सेवाको प्रकृति कस्तो छ, पैसा तिर्नुपर्ने हो कि होइन, अथवा निशुल्क दिन खालको हो कि होइन त्यो पनि हेर्नु पर्यो हैन। अर्को पोइन्ट उजुरी वा
गुनासो गर्ने अधिकार, उजुरी वा गुनासो गर्ने अधिकार। सार्वजनिक निकायका कार्यालय प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष कार्यालय प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष उजुरी, निवेदन, ज्ञापन पत्र, गुनासो दिन सक्ने भनेर भन्नु पर्यो हैन। अर्को पोइन्ट, यति भइसकेपछि विकासमा सहभागिताको अधिकार। विकासमा सहभागिताको अधिकार। सामुदायिक, क्षेत्रीय तथा राष्ट्रिय विकासका कार्यक्रममा समुदायको तर्फबाट प्रतिनिधित्व गर्न र विकासका लाभ लिने अधिकार सेवाग्राहीमा निहित रहेको हुन्छ भनेर भन्न सक्ने भयो हैन। त्यसको अर्थ विकासमा पनि सहभागी हुने स्थानीय जनसमुदायको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकार पनि हुने भयो हैन। अर्को भनेको क्षतिपूर्तिको अधिकार हैन। तोकिएको समयमा सेवा प्राप्त नभएमा कर्मचारीका कारण सेवाग्राहीलाई क्षति भएमा क्षतिपूर्ति भराउनु पर्ने भनेर क्षतिपूर्तिको अधिकार पनि हामीले यसमा समावेश गर्न सक्छौँ। अर्को भनेको लगभग यति मुख्यतया अधिकारहरू। कर तिरे बापत विशेष सुविधाको अधिकार हैन। बढी कर तिर्नेलाई राज्यले सुविधा तथा सम्मान प्रदान गर्नुपर्ने निष्कर्ष। अब यसपछि निष्कर्ष लेखौँ। निष्कर्ष पहिला हाम्रो सेवाग्राहीको दायित्व थियो, त्यो भएको भएर कानुन अनुसार छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न
सेवा प्रदान गर्नु सेवा प्रदायकको दायित्व हो सेवा प्रदायकको दायित्व हो भनेर पहिला लेख्नु पर्यो एक लाइनमा हैन सेवा प्रदायकको दायित्व हो। त्यसपछि सेवाग्राहीका अधिकारको सम्बन्धमा हेर्छौँ भने सूचनादेखि मौलिक हक हैन राज्यबाट प्रदान गर्ने सेवा सुविधा हैन दायित्व हो। सेवाग्राहीले सेवाको सूचना मौलिक अधिकार सुविधा हैन मौलिक अधिकार पनि सुविधा सुविधा पनि भयो सुरक्षा पनि हुने भयो विकास र क्षतिपूर्तिको अधिकार राख्दछन् ल राख्दछन् भनेर यति कुराहरू चाहिँ यसमा तपाईहरुले लेख्नुपर्ने हुन्छ। सारिसक्नुभयो मोटो जुम सारिसक्नु भएन ल त्यसो भए एकैछिन यसलाई हामीले डिस्क्राइब गरौँ। यो 5 नम्बरको प्रश्न लेख्ने भनेको अब 10 नम्बरकै बन्यो। यसको अङ्कभार चाहिँ 10 नै बनाउनु छ है त। अङ्कभार हुने भयो तपाईहरुको 5 + 5 गरेर 10 नै यसको अङ्कभार हुने भयो। यसको अङ्कभार अब हुने भयो 5 + 5 = 10। ल अब चाहिँ जुम पनि मिल्यो क्लियर देखियो होला हैन। अब विस्तारै व्याख्या गरिदिनु है सर भन्नुभएको छ। ओके त्यसो भए मैले विस्तारै तपाईहरुले बुझ्ने गरी नै व्याख्या गरिदिन्छु। सारिसक्नु भएको छ हैन। सुन्नु पहिला सार्वजनिक सेवा प्रदायकको भूमिका र सेवाग्राहीको अधिकारको विषय चाहिँ प्रश्नले सोधेको हो। त्यही कारणले गर्दाखेरि सरकार र सरकार बाहेकका निकायहरुबाट सरकार पनि हुने भयो निजी क्षेत्र पनि हुने भयो व्यावसायिक क्षेत्र सामुदायिक क्षेत्र गैर सरकारी क्षेत्र सबै मिलेर के गर्ने हो सार्वजनिक सेवा प्रदान गर्ने हो। त्यसैले त्यस्तो सेवा सशुल्क पनि हुन सक्छ पैसा तिरेर लिने किसिमको पनि हुन सक्छ अथवा निशुल्क पनि हुन सक्छ पैसै नलाग्ने किसिमको हुन पनि सक्छ। तर नागरिकलाई चाहिँ उपलब्ध गराएको हुनु पर्यो। नागरिकलाई उपलब्ध गराउने सबै किसिमका सेवाहरू सार्वजनिक सेवाहरू हुन् हैन। प्राइभेट सेक्टरले खोलेको बैंक पनि सार्वजनिक सेवा हो हैन। प्राइभेट सेक्टरले खोलेको विद्यालय पनि सार्वजनिक सेवा हो। किन सार्वजनिक सरोकारको विषय जहाँनिर शिक्षाको विषय भयो प्राइभेट सेक्टरले खोलेको अस्पताल हुन सक्छ उपचारमा आउने विषय हुन सक्छ हैन। संविधानले नै शिक्षा स्वास्थ्य जस्ता विषयहरूलाई ग्यारेन्टी गरेका विषयहरू हुन सक्छन्। पूर्वाधार खोल्ने विषयहरू हुन सक्छ। निजी क्षेत्र सहभागी भएर ठेक्का टेन्डरमा सहभागी भएर त्यस्तो खालको आयोजना परियोजनाहरूको निर्माण गरेको हुन सक्छ। त्यसैले समग्रमा सरकार र सरकार बाहेकका निकायहरूबाट सशुल्क वा निशुल्क रूपमा नागरिकलाई उपलब्ध गराइने सेवालाई चाहिँ हामी के भन्छौँ सार्वजनिक सेवा भनेर भन्छौँ। र यो सार्वजनिक सेवाभित्र सेवाको सन्दर्भमा सेवा प्रदायकको के भूमिका हुन्छ के दायित्व हुन्छ त भनेर हेर्ने हो भने सेवा प्रदायकले गर्ने भनेको मुख्यतया सरकारको प्रतिनिधिको रूपमा रहेर जनतालाई सेवा पुर्याउने हो हैन। सरकारको काम कारबाहीलाई कार्यान्वयन गर्ने ढङ्गले कार्यान्वयन गर्नको लागि नियुक्त गरिएको हो। कर्मचारी नियुक्ति गर्नु भनेको सरकारको लक्ष्य उद्देश्य कार्यान्वयन गर्न सरकारको नीति कार्यान्वयन गर्ने हो सरकारका सेवाहरूलाई जनता समक्ष पुर्याउने हो। तसर्थ सरकारको प्रतिनिधिका रूपमा जनतालाई नागरिक सेवा उपलब्ध गराउने दायित्व त्यस्तो खालको भूमिका चाहिँ सेवा प्रदायकमा रहन्छ। दोस्रो सार्वजनिक नीति कानुन कार्यक्रम योजना आदिका आधारमा चाहिँ सेवा प्रदान गर्नु पर्यो। कस्तो कानुन बनेको छ कस्तो योजना बनेको छ त्यही अनुसार सेवा चाहिँ जनतालाई पुर्याउनु पर्यो। त्यो नै के हो त सेवा प्रदायकको दायित्व हो। त्यस्तै राज्य र जनताको बीचमा सेवा प्रवाहबाट सम्बन्ध सेतुको रूपमा काम गर्ने अर्थात् राज्यको प्रतिनिधिको रूपमा कर्मचारीहरू उपस्थित हुने र जनताहरू फेरि सेवा लिन सेवा प्रदायक समक्ष पुग्ने हैन। त्यो कारणले राज्यको तर्फको प्रतिनिधि र जनताहरूसँगै भेट हुने बिन्दु मिलन बिन्दु नै भनेको के हो सार्वजनिक सेवा प्रदायक कार्यालयहरू हुन् सार्वजनिक सेवा प्रदायक कर्मचारी हुन्। तसर्थ राज्य र जनता बीचको सम्बन्ध सेतुको रूपमा काम गर्न पनि यिनीहरूको भूमिका हुन्छ। त्यस्तै गरेर सरकारी स्रोत साधनको प्राप्ति उपयोग र वितरण गर्ने अर्थात्
सरकारी स्रोत साधनभित्र जेसुकै सरकारले उपलब्ध गराउने सेवा सुविधाका कुराहरू हुन् त्यसलाई चाहिँ जनतालाई प्राप्ति पनि गर्नु पर्यो, उपयोग पनि गर्नु पर्यो, उनीहरूले पाउने गरी वितरण पनि गर्नु पर्यो। पहिला आफूले कार्यालयमा ल्याउनु पर्यो र त्यसलाई उपयोग गर्नु पर्यो, योजना बनाउनु पर्यो र जनतालाई वितरण गर्नु पर्यो। अर्को जनताको भोइस, चोइस एन्ड राइट्स हैन, जनताको आवाज, जनताले के मागिरहेका छन्, जनताका माग र आवश्यकताहरू के हुन्, ती कुरालाई पहिचान गर्नु पर्यो र त्यस्तो खालको जनताको छनौट गरिएको सेवालाई चाहिँ प्रवाह गरिनु पर्यो। जनताको मागमा आधारित सेवा चाहिँ हुनु पर्यो, जनताका अधिकारलाई सम्बोधन गर्ने किसिमको सेवा चाहिँ हुनु पर्यो। त्यस्तो जिम्मेवारी दायित्व सेवा प्रदायकको रहन्छ भनेर बुझ्नु पर्यो। अर्को छ सामाजिक न्याय, समानता, समता आदिका आधारमा कानुन बमोजिम सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो। अर्थात् सामाजिक सुरक्षा भत्ता, सामाजिक बीमाका कार्यक्रमहरू चाहिँ समानतामा आधारित, सामाजिक न्यायमा आधारित, समतामा आधारित हुनु पर्यो। कमजोरहरूलाई बढी अवसर दिनु पर्यो हैन, अरूलाई चाहिँ ठिकै अथवा कम सुविधा हुँदा पनि पुग्ने भयो भनेर बुझ्नु पर्यो। त्यस्तै गरेर भौतिक तथा सामाजिक पूर्वाधारहरूको विकास गर्ने, भौतिक पूर्वाधारको निर्माण गर्ने काम कसले गर्छ? सेवा प्रदायक निकाय, सेवा प्रदायक कार्यालयहरूबाट हुन्छ हैन। त्यस्तो खालको विकासका योजनाहरू, चाहे त्यो पुल बनाउने होस्, चाहे सडक, यातायात, विद्युत हैन, सञ्चारका कुराहरू किन नहुन्, ती सबै कुराहरू सामाजिक पूर्वाधारभित्र शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, ढल निकास जस्ता विकासका आवश्यकताहरूको निर्माण गर्ने काम पनि कसले गर्छ? सेवा प्रदायकले नै गर्छ। त्यस्तै गरेर जनताको राजनीतिक र सेवाजन्य अभिलाषा हैन, जनताले जनप्रतिनिधिहरूलाई निश्चित आधारमा भोट दिएका हुन्छन्, उनीहरूका कार्यक्रम, उनीहरूका विचारधाराका आधारमा भोट दिएका हुन्छन्। त्यसरी दिएको भोटबाट जनताको अभिलाषालाई सम्बोधन हुने गरी सेवा प्रदान गर्नु फेरि सेवाग्राही अथवा सेवा प्रदायकको दायित्व, सेवा प्रदायकको भूमिकाको रूपमा यो विषय रहन्छ भनेर बुझ्नु पर्यो। त्यस्तै गरेर राज्यको दैनिक प्रशासन सञ्चालन गर्ने हैन, मुलुकमा शान्ति, सुरक्षा, अमन चयन कायम गर्ने सँगसँगै दैनिक प्रशासन सम्बन्धी काम गर्ने, नागरिकता वितरण गर्नु पर्यो हैन, जन्म दर्ता गरिदिनु पर्यो, मृत्यु दर्ता गर्नु पर्यो हैन, कहिले राहदानी जारी गर्नुपर्ने कुराहरू होला हैन। त्यस्तै गरेर सवारी चालक अनुमति पत्र सम्बन्धी क्रियाकलापहरू होला, त्यो चाहिँ दैनिक जस्तो चल्ने कुरा हो हैन, जसले व्यक्तिगत घटनाका दर्ताका कुराहरू गर्छ, लान पूर्जाका कुराहरू गर्छ, नागरिकताका कुराहरू गर्छ, प्रत्येक दिन गर्नै पर्ने कामहरू गर्नुपर्छ। त्यस्तो खालको काम चाहिँ दैनिक प्रशासन सञ्चालन गर्ने प्रकृतिको कामको रूपमा रहन्छ भनेर बुझ्नु पर्यो। त्यस्तै गरेर शान्ति सुरक्षा हैन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका कार्यालयहरूबाट शान्ति सुरक्षा, अमन चयनका काम गर्नु पर्यो। त्यस्तै गरेर सार्वजनिक वित्त, सार्वजनिक आय, सार्वजनिक खर्च कसरी गर्ने हो, कसरी राज्यको आम्दानी बढाउने हो, राजस्व बढाउने हो भन्नेतर्फ सोच्न र त्यसतर्फ क्रियाकलाप सञ्चालन गर्ने र कूटनीतिक सम्बन्ध, कूटनीतिक कार्यहरूलाई पनि व्यवस्थापन गर्दै लैजाने काम पनि कसले गर्छ? सेवा प्रदायकले गर्छ। उनीहरूको भूमिकामा यो कुरा पर्छ। त्यस्तै गरेर फर्स्ट कम फर्स्ट सर्भिस र त्यस्तै गरेर फिफो जस्ता विधिहरूको हैन, फर्स्ट कम फर्स्ट सर्भिस अनि फिफो फर्स्ट इन फर्स्ट आउट, जो पहिला आएको छ उसलाई चाहिँ सेवा पहिला दिनुपर्छ भन्ने आधारमा त्यस्तो खालको मनस्थिति राखेर भन्छौँ, कसैको भन्छौँ र ढिलासुस्तीतर्फ नलागिकन सेवा प्रवाह गरिनुपर्छ भन्ने खालको मान्यता चाहिँ हामीले यसमा बुझ्नुपर्ने हुन्छ है। र जनतासँग आफूले जानेका ज्ञानका कुराहरू, कानुनका कुराहरू, सिपका कुराहरू हैन, आफूसँग भएका क्षमताका कुराहरू र के सत्य हो, के सूचना हो भन्ने कुरा चाहिँ सेवाग्राहीलाई जनतालाई प्रदान गर्नुपर्छ र त्यो पनि दायित्व हो। र सँगसँगै सेवा प्रवाहका लागि कार्य वातावरण निर्माण गर्ने, एक आपसमा कर्मचारीहरूबीच आपसी समधुर सम्बन्धको स्थापना गर्ने कामका लागि पनि यो आवश्यक हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ है त। यति विषयहरू यसभित्र तपाईँहरूले जान्नुपर्ने विषयको रूपमा रहन्छन् भनेर भन्न सकिन्छ। र प्रश्नले दोस्रो खण्डमा सेकेन्ड पार्टको रूपमा के भन्छ त भन्दाखेरि सार्वजनिक सेवा प्राप्तिको दृष्टिकोणबाट सेवाग्राहीका अधिकारहरूलाई कसरी उल्लेख गर्न सकिन्छ, कसरी सम्बोधन गर्न सकिन्छ, के कस्ता अधिकारहरू चाहिँ सेवाग्राहीका अधिकारहरू हुन् त भनेर प्रश्नले सोध्यो। त्यसैले हामीले के भन्यौँ त, 9वटा क्याटेगोरीमा त्यस खालका अधिकारहरू चाहिँ सेवाग्राहीका अधिकार हुन् भनेर भन्यौँ। पहिलोमा सूचनाको हक सम्बन्धी अधिकार, जहाँनिर सेवाग्राहीलाई सूचना माग्ने, सूचना पाउने हक हुने, सेवाको सम्बन्धमा के सेवा प्रवाह गर्नुहुन्छ, कार्यालयले के सेवा प्रदान गरिरहेको छ भन्ने सन्दर्भमा सूचना माग्ने र त्यस्तो सूचना पाउने हक चाहिँ सेवाग्राहीमा रहेको हुन्छ। त्यस्तै मौलिक हक प्राप्तिको अधिकार, संविधानमा नै तपाईँहरूको भाग 3 मा 31वटा मौलिक हकहरू छन्। त्यस्ता मौलिक हकहरूको प्राप्त गर्ने र त्यसरी प्राप्त नभएको खण्डमा संवैधानिक उपचारमा लाग्ने, अड्डा अदालत धाउने र जसरी पनि त्यस्ता सुविधाहरू, सेवाहरू, अधिकारहरू, हकलाई चाहिँ प्राप्त गर्नुपर्छ, दिनुपर्छ राज्यले भन्ने खालको कुरा चाहिँ राज्यको दायित्व र सेवाग्राहीको अधिकारको विषयको रूपमा रहेको हुन्छ। यस्तै गरेर गुणस्तरीय सेवा प्राप्तिको अधिकार भनेको तोकिएको परिमाण र गुणस्तरमा सेवा प्राप्त गर्ने नागरिक अधिकार चाहिँ सेवाग्राहीमा निहित रहेको हुन्छ हैन। कति सङ्ख्यामा लिनुपर्ने हो, कति सङ्ख्यामा सेवा चाहिएको हो, कति गुणस्तरमा चाहिएको हैन, त्यसको मापदण्ड, त्यसको तौल, त्यसको परिमाण चाहिँ तोकिएको हुनु पर्यो हैन। नागरिकता भने एक खान होला, तर गुणस्तर भनेको कति घण्टाभित्र दिने भन्ने कुरा हो, कति समयभित्र प्राप्त गर्ने भन्ने कुराहरू हो हैन। यी विषयहरूलाई पनि सम्बोधन गर्ने गरी राख्नु पर्यो। अधिकारमा शीर्षक नराखी एकैछिनमा ती प्रश्न सम्बोधन गरौँ। पहिला यहाँनिर हेरौँ। अर्को छ राज्यबाट सेवा सुविधा पाउने अधिकार। प्रत्येक नागरिकलाई चाहिँ राज्यले प्रदान गर्ने सेवा सुविधाहरू
अनिवार्य रूपमा प्रदान गर्नुपर्छ र नागरिकहरूले पनि त्यस्तो सुविधाको प्राप्ति र उपयोग गर्दै जानुपर्छ। त्यस्तो खालको अधिकार चाहिँ नागरिकहरूमा निहित रहेको हुन्छ र सशुल्क वा निशुल्क सेवा पाउने हैन, कुनै सेवा लिनलाई राजधानी ल्याउनलाई रु 2000 दस्तुर तोकेको छ भने त्यस्तो चाहिँ तिर्नु पर्यो हैन। जन्म दर्ता गर्दाखेरि दस्तुर तोकेको छ भने तिर्नु पर्यो र निशुल्क प्राप्त हुन्छ भने चाहिँ निशुल्क प्राप्त हुनु पर्यो हैन। निश्चित समय काटिसकेपछि गर्नु पर्यो र पछि फेरि फाइन तिर्नु पर्यो, शुल्क तिर्नु पर्यो भने पनि तिर्नु पर्यो र कतिपय सेवाहरू निशुल्क हुन सक्छ, कतिपय सेवाहरू चाहिँ सशुल्क हुन सक्छन्। त्यस्ता खालको आधारमा चाहिँ त्यो सशुल्क अथवा निशुल्क सेवा प्राप्ति गर्ने अधिकार पनि सेवाग्राहीमा रहन्छ। त्यस्तै गरेर उजुरी गुनासो सुन्ने अधिकार, गुनासो गर्ने अधिकार हैन, उजुरी गर्ने, निवेदन दिने, सार्वजनिक निकायमा रहेका कार्यालय प्रमुख समक्ष गुनासो सुन्ने अधिकारी समक्ष चाहिँ उजुरी दिने, निवेदन दिने, ज्ञापन पत्र बुझाउने, गुनासो गर्ने कामहरू चाहिँ रहन्छ। उनीहरूको अधिकारको विषय हो, पछि सम्बोधन गर्ने उनीहरूको दायित्व भयो। विकासमा सहभागिता हुने हैन, समुदायमा बाटो पुलो खन्दैछन् अथवा राजमार्ग बन्दैछ भने त्यहाँनिर उपभोक्ता समितिमा काम गर्ने, त्यहाँका विकासका अधिकारको सम्बोधन गर्ने, त्यहाँनिर डिपिआर बनाउँदाखेरि, त्यहाँका योजना बनाउँदाखेरि के चाहिँ उपयुक्त हुन्छ भनेर राय परामर्श दिने जस्ता विषयहरू पनि सेवाग्राहीका अधिकारका विषयहरू र त्यस्तो खालको विकास भइसकेपछि त्यसबाट लाभान्वित हुने अधिकार पनि सेवाग्राहीमा रहेको हुन्छ। त्यस्तै गरेर क्षतिपूर्तिको अधिकार, जहाँनिर तोकिएको समयमा सेवा प्राप्ति हुन सकेन, राज्यले प्रदान गर्ने सेवामा कर्मचारीका कारण अथवा सुविधाका कारण कुनै कारणबाट क्षति हुने पुग्यो भने त्यस्तो खालको क्षति भराउनु पर्ने, क्षति अनुसार चाहिँ प्राप्ति गर्नुपर्ने रकमको कुराहरू भयो भने क्षतिपूर्तिको अधिकार पनि राख्न सकौँ। अर्को छ कर तिरे बापत विशेष सुविधाको अधिकार हैन। खास गरी बढी कर तिर्नेहरूलाई विशेष सुविधा दिनुपर्छ, राज्यले सम्मान गर्नुपर्छ, हामीले यति धेरै कर तिरेका छौँ भन्ने खालको अधिकार चाहिँ कर तिर्ने खालको अधिकारीहरूलाई हेर्नुपर्छ भन्ने खालको मान्यता यो हो। त्यति धेरै महत्त्वपूर्ण चाहिँ यो कर तिर्ने खालको कुरा चाहिँ छैन। र अन्तिममा यसलाई निष्कर्ष लेख्दाखेरि प्रश्नले दुई ढङ्गले नै मागेको भएर यसको निष्कर्ष पनि हामीले दुई ढङ्गले नै राख्ने कोसिस गरेका छौँ। निष्कर्ष लेख्दाखेरि कानुन अनुसार छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने दायित्व अथवा भूमिका चाहिँ सेवा प्रदायकमा रहन्छ भने त्यस्तो खालको सेवा जुन चाहिँ सूचनामूलक हुनसक्छ, मौलिक अधिकार जन्य हुनसक्छ, सुविधाको बापतको हुनसक्छ, सुरक्षाका कुराहरू हुन सक्छन्, विकासका कुराहरू हुन सक्छन्, क्षतिपूर्तिका विषयहरू हुन सक्छन्, यस्ता विषयहरू चाहिँ सेवाग्राहीका अधिकारका विषयहरू हुन् भनेर क्लोज गर्ने यति खालका कुराहरू चाहिँ तपाईँले यसमा जान्नुपर्ने हुन्छ साथीहरू है। र एकैछिन अब म तपाईँहरूको प्रश्न लिन्छु। अधिकारमा शीर्षकहरू नराखी लेख्दा पनि हुन्छ होला नि सर भन्नुभएको छ। शीर्षक नराखी पनि लेख्न सक्नुहुन्छ, तर आकर्षक हुनु पर्यो, प्रश्नले खोजेको एन्सर क्लियर हुनु पर्यो, भन्न खोजेका कुरा चाहिँ क्लियर आउनु पर्यो। शीर्षकहरू नराखी लेख्दा पनि फरक पर्दैन है। ल अमन चयनको अर्थ के हो भन्नुभएको छ? शान्ति सुरक्षा भएको अवस्था हैन, त्यसलाई चाहिँ हामीले अमन चयन भनेको एकदम शान्त, सबै कुराहरू यथास्थितिमा सिस्टममा चलिरहेको अवस्था चाहिँ अमन चयन भनेर भन्छौँ। ल अरू केही विषयहरू छ भने तपाईँहरूको एक दुईवटा जिज्ञासा लिन्छु। केही प्रश्न छ भने राख्न सक्नुहुन्छ। ल प्रश्न छ भने राखौँ, नभए हामी फेरि आजको लागि यति गर्छौँ। केही प्रश्न छ? नागरिक बडापत्र भनेर भन्नुभयो, ठिक छ। र यसमा चाहिँ नागरिक बडापत्रको सन्दर्भमा हेर्नुहुन्छ भने विश्वव्यापी रूपमा हेर्नुहुन्छ भने सन् 1991मा जोन मेजरले बेलायतबाट ल्याएका थिए। नेपालमा निमुखाला न्याय विपन्नलाई आइबाट 2056 सालमा आयो। घुम्ती सेवा सम्बन्धी कुराहरू, नागरिक बडापत्र सम्बन्धी कुराहरू सुशासन ऐन 2064ले पनि व्यवस्था गरेको छ र 2070 सालमा आइसकेपछि क्षतिपूर्ति सहितको नागरिक बडापत्रको अवलम्बन गरिएको छ। र खास गरी कार्यालयले प्रदान गर्ने सेवाको सन्दर्भमा कति शुल्क लाग्छ, कति समय लाग्छ, कति कुन प्रक्रियाबाट सेवा प्राप्त गर्न सकिन्छ, त्यसको गुनासो सुन्ने अधिकारी को हो भन्ने सन्दर्भमा कार्यालयले गरेको प्रतिज्ञा पत्र, घोषणा पत्रलाई चाहिँ हामीले नागरिक बडापत्रको रूपमा लिन्छौँ र यसका निश्चित विषयहरू हुन्छन् जुनमा चाहिँ नागरिक बडापत्र बनाएर कार्यालयले टाँस्नुपर्ने, देखाउनुपर्ने, राख्नुपर्ने हुन्छ। त्यो भनेको चाहिँ कार्यालयको सेवा र त्यसको प्रकृति, तिर्नुपर्ने दस्तुर, त्यसको कार्यालयको गुणस्तर, सेवा प्राप्ति गर्न लाग्ने समय, सेवा प्राप्त गर्ने स्थान, गुनासो सुन्ने अधिकारी, कार्यालयमा रहेका अन्य विवाद र गुनासोकाहरूमा सम्बोधन गर्नको लागि भएका अन्य व्यवस्थाहरू लगायतका विषयहरू चाहिँ तपाईँले नागरिक बडापत्रभित्र हेर्नुपर्ने हुन्छ। गुरु नागरिक अधिकार र कर्तव्य भनेको छुट्टा छुट्टै लेख्ने हो भन्नुभयो। अधिकार र कर्तव्य छुट्टै नै हुने भयो हैन, अधिकार र कर्तव्य छुट्टै लेख्नु पर्यो। संविधान भनेको कस्तो हो भन्नुभएको छ? संविधानवाद भनेको संविधान अनुसार संविधानको मर्मभित्र रहेर शासन गर्ने पद्धति हो जसले सीमित सरकारको अवलम्बनलाई जोड दिन्छ र सरकारका काम कारबाहीलाई स्वच्छतारिता हुनबाट रोक्छ। खास गरी 4 प्रकारका संविधानवादको हामीले कुरा गर्छौँ। त्यसभित्र राजनीतिक, कानुनी, आर्थिक र सामाजिक संविधानवाद हेर्नु। कानुन खण्ड पढाउने सरहरूलाई डिटेलमा यो विषयमा भन्न सक्नुहुन्छ है। ल अरू चाहिँ के भन्नुभयो? ल यति विषयहरू मैले आजको कक्षामा गरेँ। खास गरी यो सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा रहेर यति विषय गरौँ आजको लागि। फेरि अर्को कक्षामा केही विषयहरू भयो भने देऊला। ल सबै साथीहरूलाई धन्यवाद। समावेशीकरणको लागि नेपालले के कस्तो उपायहरू अवलम्बन गरेको छ भन्नुभयो। त्यो समावेशीकरणकै शीर्षकमा हेरौँला है त साथीहरू। अर्को सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा सङ्घ प्रदेश र स्थानीय तहमा सरकारले कुन कुन पक्षमा ध्यान दिनुपर्छ भन्नुभएको छ? सबै पक्षमा, हामीले अघि हेरेका कामका प्रकृति अनुसार सबै पक्षमा ध्यान दिनुपर्छ। त्यसैलाई नै मिलाएर लेख्न सक्नुहुन्छ। ल आजलाई यति गरौँ। सबै साथीहरूलाई धन्यवाद। गुड नाइट है त। आउँदै रहेछ त।